नमस्ते। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल यतिखेर देश दौडाहामा छ। जनतासँग सम्बन्ध विस्तार गर्ने एउटा अभियानको क्रममा माडीमा पनि सो पार्टी आइपुगेको छ। सो पार्टीका केन्द्रीय स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली सुदर्शन आज हाम्रो बिचमा हुनुहुन्छ। हेमन्तजी स्वागत छ। धन्यवाद। जनताहरूको बिचमा काटिएर हो फेरि जनता बिच आउनु परेको? मतलब त्यस्तो त होइन, हामी तीन पार्टी बिचमा चाहिँ एकता भयो र त्यो तीन पार्टी भनेको चाहिँ नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी बहुमत र नेपाल कम्युनिस्ट पार्टी मसाल बीच एकता भइसकेपछि त्यो पार्टीको नयाँ नाम बन्यो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल। त्यसो भएको हुनाले त्यो पार्टीलाई चाहिँ जनताका बिचमा स्थापित गर्न र त्यसको साथसाथै चाहिँ हामीले एकता राष्ट्रिय महाधिवेशन पनि गऱ्यौँ। त्यो महाधिवेशनबाट पारित भएको चाहिँ हाम्रो कार्यदिशा र कार्यक्रमलाई पनि जनतामा स्थापित गर्न र जनताका चाहिँ मुद्दाहरूलाई ठोस गरेर राष्ट्रिय स्तरमा उठाउनका लागि हामीले यो जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेका हौँ। पार्टी एकता भएर तीनवटा पार्टी बिचमा एउटा खालको नयाँ पार्टी बनाउनु भयो भनेर यहाँले भन्नुभयो। नेपालमा कम्युनिस्टहरू जुट्न पनि जाने रहेछन् है? एकदम सही कुरा हो कि चाहिँ हामी नेपाली कम्युनिस्ट आन्दोलनमा भएको टुटफुटले नेपाली जनता जसरी चाहिँ उत्पीडनमै परिरहे र उनीहरूले चाहिँ एकताको माग गरे, एकताको माग गरिसकेपछि हामीले त्यो कुरा बुझ्यौँ अथवा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले त्यो कुरा बुझ्यो अथवा चाहिँ हिजोका तीनवटा पार्टीहरूले त्यो कुरा बुझ्यो र हामी चाहिँ यो एकता प्रक्रियामा आयौँ र चाहिँ नेपाली कम्युनिस्ट आन्दोलनमा फुट मात्र होइन एकता पनि गर्न जानेका छन् कम्युनिस्टहरूले भन्ने कुरालाई हामीले व्यावहारिक रूपमा पुष्टि गरेका छौँ। तर हिजो 2069 सालमा यहाँहरू नै होइन, तत्कालीन नेकपा माओवादी केन्द्रबाट चाहिँ फुटेर अलग पार्टी बनाउनु भयो वैद्यको नेतृत्वमा। त्यो पनि फुट्यो, विप्लवजीहरू त्यहाँबाट पनि चोटिनु भयो लिनु। त्यसपछि फेरि बहुमत भन्दै अर्को एउटा टिम पनि फुट्यो। यो फुटको श्रृङ्खलाले नेपालको कम्युनिस्टहरू चाहिँ धाराशायी भए, एकदमै कमजोर भएको फिल यहाँहरूलाई हुँदैन? स्वाभाविक रूपमा तपाईँले भन्नुभएको कुरा वस्तुगत यथार्थ हो र चाहिँ कम्युनिस्ट पार्टी बेला बेला फुट्दाखेरि खास गरी चाहिँ जनयुद्धबाट आएको चाहिँ क्रान्तिकारी कम्युनिस्ट पार्टी अथवा नेकपा माओवादी फुटेर विभिन्न टुक्रा टुक्रा भएका छन्। तर चाहिँ हामीले त्यो पार्टीहरूलाई तिनीहरूलाई चाहिँ एक रूपतामा ल्याउनका लागि अब नयाँ सङ्घर्षको आवश्यकता परेको छ। हामीले वर्ग सङ्घर्षलाई अगाडि बढाउन सक्यौँ भने र वर्ग सङ्घर्षलाई सशस्त्र सङ्घर्षमा बदलेर चाहिँ पुरानो राज्य सत्ता जुन चाहिँ अवशेषका रूपमा रहिरहेको छ त्यसलाई हामीले पुरै बदल्न सकेका छैनौँ र नेपालमा पुँजीवादी क्रान्ति पूर्ण गरेर वैज्ञानिक समाजवादमा हामी जान सकेका छैनौँ। वैज्ञानिक समाजवादमा नजाउन्जेलसम्म चाहिँ यो स्थिति पैदा हुन्छ र त्यो क्रान्ति सुरु भएपछि अब सबै क्रान्तिकारीहरू एक ठाउँमा आउन बाध्य हुन्छ। अब एकैछिन यहाँहरूको अन्य दलहरूसँगको सम्बन्धको विषयमा थोरै हेरकार जस्तो गरौँ। विप्लवजीहरू यहाँहरूसँग फुटेर जानुभयो, एउटा खालको थोरै मिलिटेन्ट खालको पार्टी उहाँहरूले बनाउनु भयो। अहिले उहाँहरू आफ्नै पार्टी उत्पादनमा होइन ठुला ठुला सहकारी चलाउनेदेखि लिएर उत्पादन इकाइहरू चलाउने गर्नुभएको छ। वास्तविक कम्युनिस्ट अभ्यास त तपाईँहरूबाट फुटेर गएको विप्लवजीहरूले देखाउनु भयो नि। पहिलो कुरा त के बुझौँ भन्दाखेरि चाहिँ कुनै पार्टीले मतलब खेतीपाती गर्नु अथवा चाहिँ राजनीतिक उद्देश्य छोडेर राजनीतिक चाहिँ कार्य छोडेर चाहिँ राजनीतिक पार्टीले खेतीपाती लाग्छ भनेदेखि त्यो सुधारवादी पार्टी हो भन्ने हामीले बुझ्नुपर्दछ। निश्चय नै उत्पादन सम्बन्धमा हामी जोडिनुपर्छ, तर यो चाहिँ निजी उत्पादन सम्बन्धमा होइन नि त। हामीले भने त समाजवादी उत्पादन सम्बन्धमा। अहिले उत्पादन सम्बन्धमा जोडिने भनेको अहिलेको व्यवस्थालाई टिकाउनका लागि लाग्नु भएको छ उहाँहरू, एउटा कुरा। अर्को कुरा विप्लवजीहरू जहाँ पुग्नु भएको छ अथवा जुन किसिमले खेतीपातीमा लाग्नु भएको छ र आफूलाई सामन्त भन्दाखेरि पनि गर्व गर्नुहुन्छ, यो स्थिति किन पैदा भएको हो भने एउटा कुरा त उहाँ आन्दोलनबाट डराएर भाग्नुभयो। जसरी प्रचण्ड चाहिँ खारा कारबाहीमा हारेपछि र उहाँकै सेल्टरमा चाहिँ
सेनाले एचएमजी हानिसकेपछि उहाँ डराउनु भयो। दोस्रो कुरा चाहिँ विप्लव पनि त्यहाँ डराउनु भयो प्रतिबन्धमा, म मरिन्छ क्यारे भन्ने जब हुन्छ, जो डर गया वो मर गया भने जस्तो एउटा कुरा त्यो हो। दोस्रो कुरा उहाँले के गर्नुभयो भने हामीले चाहिँ कारबाही गरेर मतलब एनसिएल लगायतका थुप्रै चाहिँ दलाल पुँजीवादी संस्थाका विरुद्ध चाहिँ कारबाही गरेर जेल पर्यौँ। उहाँले त्यहाँबाट बार्गेनिङ गरेर पैसा ल्याउनु भयो। त्यसकारण चाहिँ करोडौँ पैसा चाहिँ उहाँहरूमा थुपारिएपछि त्यो पैसालाई कसरी उपयोग गर्ने र आफूलाई कसरी सुरक्षित गर्ने, आफ्नै कार्यकर्ताबाट आफूलाई कसरी सुरक्षित गर्ने भनेर कालो धन चाहिँ लुकाउनका लागि यो धन्दामा उहाँहरू लाग्नु भएको हो। यो आरोप यहाँले लाउनु भयो? यो आरोप होइन, सत्य हो यो चाहिँ कुरा। त्यसकारणले सत्य कुरा चाहिँ हामीले देखिरहेका छौँ नि। त्यसो भएको हुनाले हामीले के बुझ्नुपर्छ भन्दाखेरि उहाँहरूले जसरी महल ठड्याउनु भएको छ, उहाँहरूले जसरी चाहिँ अहिले हस्पिटलका नाममा, कार्यालयका नाममा, कपिलवस्तुमा जसरी दरबारहरू बनाउन खोज्नु भएको छ, अहिले दरबार बनाउने बेला हो क्रान्ति गर्ने भएपछि उहाँहरू चाहिँ सिधै प्रचण्डले भनिरहेका थिए मैले खनेकै बाटोमा आउँछन् यिनीहरू भनेर जसरी भनिरहेका थिए त्यही बाटोमा अर्थात् संसदीय दलाल संसदीय व्यवस्थाको भाषमा चुनावमा उहाँ जाँदै हुनुहुन्छ। त्यसो भएकोले यसले के पुष्टि गर्छ भने उहाँहरू चाहिँ वैज्ञानिक समाजवादतिर जानुहुन्न, उहाँहरू संसदवादतिरै जानुहुन्छ। निकै रमाइलो कुरा यहाँनिर र फरक विचार पनि आयो यहाँबाट। एउटा सामूहिकता हुनुपर्छ, सामूहिक उत्पादन हुनुपर्छ, पार्टी चाहिँ मागेर होइन आफ्नै उत्पादनले चल्नुपर्छ भन्ने उदात्त भावनासहित विप्लवजीहरूको टिम अगाडि बढेको देखेर सबैले प्रशंसा गरिरहँदा तपाईँले उहाँहरूलाई सामन्त भन्नुभयो। अनि तपाईँहरूले के चाहिँ गर्नुभएको थियो नि त्यसलाई वास्तविक कुरा अझ पुष्टि के गरौँ भन्दाखेरि चाहिँ उहाँहरूले जसरी माग्नु हुँदैन आदि इत्यादि गर्नु हुँदैन भनेर यो खेतीपाती गर्नुभएको छ अथवा चाहिँ जे धन्दा चलाउनु भएको छ त्यो लिएर उहाँ माग्दै हुनुहुन्छ। चामल लिएर अरू कुरा माग्दै हुनुहुन्छ उहाँ चाहिँ माडेहरूसित अथवा चाहिँ अरू उद्योगपतिहरूसित, व्यापारीहरूसित थप ठग्ने नयाँ तरिका हो यो चाहिँ। त्यसकारणले यो वैज्ञानिक समाजवादतिर जाने तरिका होइन, यो क्रान्तितिर जाने तरिका होइन, यो चाहिँ ठग्ने तरिका नै हो। र हामीले के गरेका छौँ भन्दाखेरि चाहिँ हामीले पनि त्यो उत्पादनसित गाँस्न चाहन्छौँ, हामीलाई श्रमसित गाँस्न चाहन्छौँ। हामी अहिले थाई किसिमको एउटा उत्पादन प्रक्रियामा लाग्यौँ भनेदेखि चाहिँ रेभोल्युसन हुँदैन। हामीले राजनीतिक क्रान्तिलाई नै मुख्य बनाउनु पर्दछ र उत्पादन कार्यलाई चाहिँ हाम्रो सहायक कुरा बनाउनु पर्दछ। उत्पादनसित गाँसिन हुँदैन, श्रमसित गाँसिन हुँदैन भन्ने हाम्रो सिद्धान्त होइन। हामी त्यसमा पनि गाँसिनु पर्दछ। तर उहाँहरूको प्रधान भूमिका त्यहाँ गएको छ, त्यो भनेको चुनावमा जाने, उत्पादन गर्ने र यही व्यवस्थालाई टिकाउने कुरा नै हो। त्यो यहाँहरूको एउटा खालको कुरा पनि छ सशस्त्र सङ्घर्ष, त्यसलाई यहाँहरूले एउटा रणनीतिक उद्देश्य मानि पनि राख्नु भएको छ। अबको अवस्थामा पनि नेपालमा हिजोको जस्तै सशस्त्र सङ्घर्ष सम्भाव्य, आवश्यकीय र भाइबल हो? एकदम आवश्यकीय हो। किन भन्दाखेरि चाहिँ सशस्त्र सङ्घर्ष हिजोकै तरिकाले त हुँदैन। किनभने आज कम्प्युटरको जमाना छ, आज चाहिँ मिसाइलको जमाना छ, आज चाहिँ अरू थुप्रै चाहिँ उपकरणहरूको चाहिँ कम्प्युटर सिस्टममा चाहिँ लडाइँ गएको छ। आजको लडाइँ नयाँ प्रकारको हुन्छ, तर त्यो लडाइँ सशस्त्र नै हुन्छ। किन भन्दाखेरि चाहिँ जो वर्ग दुश्मन हो त्यो वर्ग दुश्मन त पुरै सशस्त्र भएर बसेको छ नि। अनि तपाईँले कसरी निशस्त्र ढङ्गले चाहिँ सत्ता प्राप्त गर्न सक्नुहुन्छ? यही व्यवस्थामा त तपाईँ गएपछि अलिकति मतलब जुठो पुरो पाउन सक्नुहुन्छ, तर चाहिँ आफ्नै खालले नेपाली जनताको शोषित उत्पीडित 99% जनताको सत्ता त्यसरी प्राप्त हुन सक्दैन। किनभने यो जसरी चाहिँ बन्दुकले चलेको राज्य सत्ता छ, बन्दुकले चलेको राज्य सत्तालाई ढाल्न बन्दुककै आवश्यकता पर्दछ, बन्दुकबाट छुट्टी पाउन बन्दुककै आवश्यकता पर्दछ। तपाईँहरूले बन्दुक उठाउने अभ्यास वा त्यो खालको मिलिट्री संरचना, त्यो खालको युवावस्था के बनाउनु भएको छ? होइन, यो त चाहिँ हरेक कम्युनिस्ट पार्टीले सोच्ने विषय हो। हरेक कम्युनिस्ट पार्टी जो क्रान्तिकारी छ त्यसले सोच्ने विषय हो। यसको प्राविधिक विषय के गर्नु भएको छ, कसो गर्नु भएको छ भन्ने कुरा होइन त्यो। अनि मैले फेरि यहाँलाई दोहोऱ्याएँ, आफ्नो जुन उद्देश्य चाहिँ यहाँहरूको सशस्त्र सङ्घर्षबाट सत्ता कब्जा गर्ने यहाँले जुन भन्नुभयो, त्यसको निम्ति तयारी चाहिँ के गर्नु भएको छ त यहाँहरूको पार्टीबाट? होइन, हामीले त अहिले जनसम्बन्ध विस्तार अभियान चलाइरहेका छौँ। हामी जनसङ्घर्षमा अघि बढ्दैछौँ
र हामीले तयारी के गरेका छौँ भने जनताका मुद्दाहरू के हुन्, जस्तो चाहिँ सहकारी ठगहरूले ठगिरहेका छन्, मतलब मिटर ब्याजीहरूले ठगिरहेका छन्, लघुवित्तहरू आएर ठगिरहेका छन्, विदेशी बैङ्कहरूले ठगिरहेका छन्। पहिलो कुरा हामीले गर्नुपर्ने तयारी भनेको चाहिँ राष्ट्रिय पुँजी निर्माण गर्नका लागि दलाल पुँजी कब्जा गर्ने हो। दलाल पुँजीपति वर्गले जुन चाहिँ राज्य सत्ता कब्जा गरेर बसेको छ त्यो राज्य सत्ता पनि कब्जा गरेर हामीले चाहिँ नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गरेर वैज्ञानिक समाजवादमा जाने हो, अथवा चाहिँ पुँजीवादी जनवादी क्रान्ति पुरा गरेर वैज्ञानिक समाजवादमा हामी जाने हो। हाम्रो तयारी त्यही छ। हुन्छ, अन्तिममा हामीलाई सुन्ने हेर्ने दर्शक र श्रोता सबैलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय स्थायी कमिटी सदस्यका हिसाबले यहाँको सन्देश अनुरोध भनाइ के छ? पहिलो कुरा के हो भने नेपाली जनता वास्तवमा चाहिँ धेरै ठगिएका छन्, समाजवाद भन्नेहरूबाट ठगिएका छन्। हामी वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्नु पर्दछ र त्यसरी नै तपाईको राज्य सत्ता र सरकार एउटै हो भन्नेबाट ठगिएका छन्। हामीले सरकार पनि राज्य सत्ताका एउटा अङ्ग हुन्छ र राज्य सत्ताका पुरै अङ्गहरू हामीले फालेका छैनौँ नेपालमा। राणाहरूको पालादेखि अहिलेसम्म चाहिँ सरकार, सेना, प्रहरी, कर्मचारी, अदालत, कारागार त्यही रहेका छन्। त्यसैले नै हामीले कुनै पनि परिवर्तन गर्न सकेका छैनौँ। यी सबैलाई चाहिँ फ्याँकेर हामीले नयाँ खालको राज्य सत्ता स्थापना गर्नुपर्दछ। त्यो राज्य सत्ता भनेको चाहिँ जनगणतन्त्र नेपाल हो। त्यो चाहिँ अहिले चलखेल गर्न थालेको राजतन्त्र होइन हाम्रो विकल्प। यो यथास्थितिवादको अहिलेको चाहिँ बुर्जुवा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प भनेको जनगणतन्त्र नेपाल हो। जनगणतन्त्र नेपालका लागि सबैतिरबाट नेपाली जनताहरू एकजुट हुनका लागि विशेष अनुरोध, विशेष आह्वान गर्दछु। हुन्छ, यहाँलाई यो समय र विचारको लागि धेरै धन्यवाद। तपाईहरू स्वदेश एफएमले जसरी हामीलाई यो आफ्ना विचारहरू प्रकट गर्ने मौका दियो, यसको लागि तपाईँलाई धन्यवाद। आज कुराकानीमा रहनुभयो नेपालका एक चर्चित वामपन्थी नेता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय स्थायी कमिटी सदस्य उहाँसँगको हेमन्त प्रकाश ओली सुदर्शनसँगको यो कुराकानीसँगै समय सन्दर्भको आजको अङ्क यति नै। प्रविधिका धीरज, त्यसै गरी सुदर्शनजी र म देवनारायण शाह, हामी सबै बिदा हुन्छौँ। नमस्ते।